शुभकामना यो भ्लगमा एकदम धेरै भ्युज आओस्। साथीहरु नमस्कार, यहाँहरुलाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत गर्न चाहन्छु। र पछिल्लो मेरो भ्लगलाई चाहिँ एकदमै धेरै साथीहरुले हेरिदिनु भयो, मन पराइदिनु भयो, त्यसको लागि यहाँहरुलाई थ्यांक यू सो मच भन्न चाहन्छु। र धेरैजनाले हेरिदिनु भयो, कमेन्ट गरिदिनु भयो, लाइक र भिडियोलाई सेयर पनि गरिदिनु भयो र मेरो च्यानल दर्पण गुरुङ अफिसियललाई सब्स्क्राइब पनि गरिदिनु भयो। यहाँहरु सम्पूर्णप्रति अन्तर्मनदेखि नै एकदमै धेरै आभार प्रकट गर्न चाहन्छु। र आजको हाम्रो यात्रा चाहिँ जामाचोतिर हुनेछ। यो नागार्जुनको फेददेखि चाहिँ माथि डाँडा जामाचोतिर जाँदैछौँ हामी। विशेष गरी इलाम गुरुङ समाज काठमाडौँले आयोजना गरेको यो एक दिने हाइकिङ कार्यक्रम रहेको छ। अनि हामी दुईजना चाहिँ अलिकति लेट भयौँ। सबैजनाले कल गरेर छिटो छिटो भनिरहनु भएको छ। अब यही भिडियो मार्फत सबैजनासँग क्षमा प्रार्थी पनि छु। समयलाई एकदमै मेन्टेन गर्नुपर्छ भन्ने थाहा हुँदै पनि विविध कारणहरूले गर्दाखेरि अलिकति ढिलो भयो। अनि कुमार दाई, यमुना बहिनी, तोक भाइ अनि अरू सम्पूर्ण हाम्रो इलाम गुरुङ समाजको सम्पूर्ण प्यारा सदस्यहरू चाहिँ सबैजना पुगिसक्नु भएको छ। र सबैजनालाई मेरो एकदम काइन्ड रिक्वेस्ट छ, कृपया यो भिडियोलाई पनि सुरुदेखि अन्तिमसम्म हेर्ने प्रयास गरिदिनु होला। जसरी मेरो पछिल्लो भिडियोहरूलाई तपाईँहरूले माया दिइराख्नु भएको छ, त्यसै गरी यो भिडियोलाई पनि माया दिनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु। र आजको जामाचोसम्मको नागार्जुनको यात्रामा चाहिँ हाइकिङ हाम्रो कस्तो हुन्छ त्यो कुराहरूलाई देखाउने प्रयास गर्नेछु यो भिडियो मार्फत। र तपाईँहरू सम्पूर्णको साथ सपोर्ट मायाको लागि थ्यांक यू सो मच भन्न चाहन्छु। अहिले चाहिँ हामी अब यो बाइपास बालाजु फुलबारीको छेउमा आइपुगेका छौँ। र अलिकति बनानाहरू फलफुलहरू किन्ने छौँ। अलिकति यो जामाचो जाने प्रस्थान बिन्दुमा चाहिँ आइसकेको छौँ पूजा र म चाहिँ। 37 जनाको ग्रुप चाहिँ हाम्रो अघि गइसक्नु भएको छ। र जाने ठाउँ चाहिँ यहाँ हो। सबै यहाँ आउनुभन्दा अगाडिको तपाईँहरूको जानकारीको लागि केही महत्त्वपूर्ण कुराहरू भन्नै पर्ने भयो। तपाईँहरूको परिचय प्रश्न खुल्ने खालको आइडेन्टिटी कार्ड चाहिँ बोक्नै पर्ने रहेछ। प्लस अब यहाँ प्रवेश गरेको नेपाली नागरिकलाई चाहिँ 100 रुपियाँ लाग्ने रहेछ। प्रोसेस चाहिँ अलिकति कडा नै रहेछ। एनिवे अब हामी जान्छौँ। आइडी कार्ड लिएर आएर यहाँनिर एउटा फर्म पाउँछ। यो फर्म भर्ने हो। यो फर्म पनि यहाँबाट टिकट लिइसकेको पछाडि चाहिँ यहाँबाट जम्मा गरेर अनि हामी अगाडि बढ्छौँ। यहाँबाट हामी इन भइसकेका छौँ। अनि यहाँबाट अगाडि पूजा र म जाँदैछौँ। जामाचो पैदल मार्ग। अब यहाँबाट चाहिँ हामी लगभग अब कति लाग्छ समय त्यो हेर्छौँ। 10:22 भएको छ है। यो आजको हाइकिङ पदयात्राको आयोजना चाहिँ हामी इलाम गुरुङ समाज काठमाडौँले गरेको हो। इलाम गुरुङ समाज काठमाडौँ, यो हाम्रो टी सर्ट समाजको अनि यो लोगो। भरे ओह्रालो झर्दा चाहिँ यहाँबाट यस्तोरी झर्छौँ हामी। यसरी झर्छौँ। यस्तो मजाको रुखहरू छ। यो कालोबाट हामी यता दाहिनेतिर मोडिन्छौँ। सम्भवतः यहाँ सूचना जारी गरिएको छ यहाँ सैनिक इलाका प्रवेश निषेध भनेर। यता चाहिँ हामीलाई प्रवेश अलाउड छैन। यता हाम्रो इलामतिरको पहाडमा पनि अलि माथि गइसकेपछि त लगभग यस्तै प्रकारको रुखहरू देखिन्छ। पुनः एकपटक यहाँ आएर चाहिँ त्यो पासलाई चाहिँ रुजु गराएर अगाडि बढ्नुपर्ने रहेछ। यहाँ चेक पश्चात चाहिँ अब हामी अगाडि बढ्छौँ। लगभग 1 घन्टा अझै लाग्छ भन्नुभएको छ। हेरौँ यात्रा कस्तो हुन्छ। पूजा कस्तो भइरहेछ? रमाइलो भइरहेछ। मजा लागिरहेछ हिँड्दा? उकालो चाहिँ अलिकति गाह्रो भयो नि? मजा छ है। हिँड्न सक्छ है। तेर्सो त हिँड्नु मलाई पनि मजा लाग्छ हिँड्न। उकालो चाहिँ अलिकति गाह्रो। अब लगभग तलदेखि माथिसम्म 4 किलोमिटर भनेर लेखाएको थियो। हेरौँ अब कस्तो हुन्छ फर्दर। रमाइलो मजा भइरहेछ। जामाचो 3 किलोमिटर।
भनेको छ 1 किलोमिटर मात्रै हिँडेछ तल फुलबारीबाट अगाडि चाहिँ हामी 3 किलोमिटर अझै जान्छौँ माथि चाहिँ गुम्बाहरू छ भन्ने सुनेको छ लगभग झन्डै 2 किलोमिटरको हिँडाइ पछाडि यस्तो राम्रो चौरा आउँदो रहेछ होइन मजा आइरहेछ टोली चाहिँ अघि यहाँ हामीलाई एकछिन फर्केर पनि फेरि अगाडि बढिसकेको छ गलेर चाहिँ मजै भइराखेको छ उकालोको हिँडाइ जस एउटा धेरै पछाडि हिँडाइ यो पनि रमाइलो भइरहेछ फर्दर हामी अगाडि बढ्दैछौँ कुमार दाईहरू चाहिँ सञ्जय दाईहरू चाहिँ अगाडि गइसक्नु भएको छ नमस्ते नमस्ते सबैजनालाई यो फाइनली भेट भयो टोलीसँग यमुना सरी फर लेट है एकदम एक्सक्युज है सरी फर लेट सरी ल अलिकति लेट भयो क्षमा नमस्कार फुपू नमस्कार फुपू नमस्कार फुपू नमस्कार अलिकति लेट भयो एकदमै सरी एकदम खुसी लाग्यो फाइनली टोली भेटाइएको छ र केही टोली चाहिँ अगाडि गइसकेको छ अब सबै इलाम गुरुङ समाज काठमाडौँको हाम्रो सबै परिवारभित्रकै मान्छेहरू मात्रै हुनुहुन्छ सबै तनावहरू टेन्सनहरूलाई चाहिँ उता काठमाडौँको कोलाहलमै छोडेर आफन्तहरूको बिचमा यसरी रमाइलो दुःख सुखको गफ गर्दै जङ्गलको शान्त वातावरण बिचबाट हिँड्नुको आनन्द नै छुट्टै हुँदै रहेछ अनि यसरी हिँड्दा चाहिँ मेरो जन्मथलो इलामको सन्दकपुर गाउँपालिकाको अब साबिक जमुना भन्छ होइन जमुनाको देखि माथि जौबारी जाने क्रममा अब दब्लेकबाट जाँदा अथवा यता नुनथलातिरबाट जाँदाखेरि बाटोमा यस्तै किसिमको बाटोहरू आउँछ त्यहाँको पनि झझल्को आइराखेको छ गुराँस त फुल्न थालेछ नि त्यो त्यहाँको है अब झ्याउ क्राउड नोइज धुवा धुलो हतार अनि अन्त त्यसलाई त्यतै छोडेर यहाँ त अब त्यस्तो कोलाहल पनि छैन उकालो चढाइ छ होइन हावा कति राम्रो छ है दाइहरूसँग नि भेट भयो जीवन सरसँग नि भेट्यो जेरी भाइ अब यहाँबाट फर्दर हामी अगाडि जान्छौँ आइपुग्यो गुम्बामा फाइनल्ली मजा आयो फाइनली टपमा आइपुगेको छौँ हामी मामा नमस्कार आइपुग्यो मामाहरू अघि आइसक्नु गयो मामाहरू हजुर नमस्कार अघि आइपुग्नु भयो हामी चाहिँ लेट भयो है आज चाहिँ एकदम रमाइलो लागिरहेको छ अन्जेरी भाइ पनि आइपुग्नु भयो उसको फोटोको काम गर्दै हुनुहुन्छ अरू चाहिँ यहाँ तलबाट आउँदै हुनुहुन्छ हुन्छ हुन्छ सुस्मिता बहिनी तपाईलाई प्रत्यक्ष रूपमा देख्न पाउँदा हामी आभारी छौं थ्याङ्क यू सो मच सुस्मिता बहिनी भान्जी अनि भाइ बल्ल अब कम्प्लिट भइस लाग्यो हामी मिस गर्दै थियौं दाइलाई ल धेरै भाइ वेलकम टु नागार्जुन जामाचु है जामाचु थ्याङ्क यू सो मच हुन्छ थ्याङ्क यू सो मच रेकमेन्ड त दामी रहेछ नि ठाउँ त है दामी दामी है दिवेन सर अनि आजको स्पेसल चाहिँ हाम्रो अब दिवेनजी आउनु भएको छ युकेबाट होइन अनि एकदमै मजा भइरहेछ अनि उहाँले टिमै लिएर आउनु भएको छ उहाँको म्याडम पनि आउनु भएको छ एकदम पुरानो यादलाई ताजा गर्ने मौका पाइरहेछ विशेष गरेर हाम्रो दर्पण सरको ब्लगमा पनि आउने मौका पाइयो धन्यवाद एकदम तपाईँलाई इलाम गुरुङ समाजको चाहिँ यो चाहिँ वार्षिक कार्यक्रम जस्तो हुनेवाला भयो
लास्ट इयर पनि हामीले चाहिँ बागडोरको यात्रा गरेको थियौँ जामबुङ समाज मार्फतै। यसपालि यो चाहिँ जामाचोको धार्मिक पदयात्रा सम्पन्न गर्दैछौँ। एकदम खुसी लागिरहेको छ तपाईँ सर। थ्याङ्क यू सो मच डिफेन्स सर। धन्यवाद एकदम खुसी लाग्यो। हजुर हस्। साङको कसरी हो नि? साङ हजुर यो प्लाटको 50 पूजा साङ कि धुप किन्ने साङ हो किरण वाला न दाइ लास्ट मिस भइरहेको है धन्यवाद भाइ सम्झिदिनु भयो सम्झिदिनु भयो एकदम थ्याङ्क यू सो मच किरण भाइ। अनि मलाई पनि अब तपाईँहरू सबैजना भेट्दा होइन अब एकदमै खुसी लागेको छ क्या ग्रुप पनि भेट्दाखेरि तपाईँहरूसँग भेट्दाखेरि धेरै कुरा ज्ञानहरू पनि सिक्न सकियो त्यस्तो भयो। थ्याङ्क यू सो मच किरण भाइ। आजको यात्रा एकदमै राम्रो हुन्छ हाम्रो है। कस्तो लागिरहेछ सुस्मिता बहिनी? सर्ट टी-शर्ट पनि नयाँ लाग्यो कस्तो राम्रो भइरहेछ। इलाम गुरुङ समाज नि हो फेरि पछाडि खै इलाम गुरुङ समाज काठमाडौँ। चटपटी रेडी भयो। अब हामी चटपटी खान्छौँ। चटपटी खाने हेर्नु पर्छ एकचोटि खाऊ त ल। थ्याङ्क यू सो मच। थ्याङ्क यू बहिनी कति मजाको है चटपट थपी दिँदैछ हामीलाई। एकछिन अब माथि जान्छौँ। म्याम चाहिँ फोटो खिच्दै हुनुहुन्छ। कस्तो भइरहेछ पूजा? रमाइलो भइरहेछ है। चटपटी कस्तो खायो? मिठै छ है? मिठो हो? मिठै लाग्यो मलाई पनि। अनि चिया पनि ठिक्क छ है, चिनी पनि ठिक्क लागेको मजा भयो। सबजना आउनुभएको छ है 39 जना। अब यो मिस गरेको भए त एकदमै मिसिङ हुने थियो रहेछ। अब हामी फोटो सेसनको क्रममा छौँ है। अब सामूहिक फोटोग्राफ लिँदै क्रममा छौँ है हामी। सन्ध्या एकदम रमाइलो भइरहेछ सेकेन्ड रोमा। माथिल्लो रोमा त्यहाँ चाहिँ अलिकति त्यो एन्टी लाइट पर्दो रहेछ माथि चाहिँ। यहाँ ग्याप भयो। गएर एकचोटि हेरौँ है। ट्याक्सी एकदम रमाइलो भइरहेछ है। जामा चोकमा आएर एकदम रमाइलो गरियो। राम्रो ठाउँ रहेछ जामा। कति मजाको रहेछ है। पछि हजुरहरूले ब्लग हेरेर चाहिँ आनन्द लिनु होला। हो रमाइलो छोडिदियो। साह्रै रमाइलो ठाउँ है। हो त एकदम हाइटमा होइन काठमाडौँ सबै देखिने कति रमाइलो ठाउँ नि। आनन्द आउने क्या छोडिदियो। अनि यहाँ आउनुहुने सबैजनालाई एउटा सानो अनुरोध पनि के छ भने आफूले ल्याएको पानीको बोतलहरूदेखि लिएर खानेकुराको पाउचहरूदेखि लिएर सबै कुराहरू चाहिँ आफूसँगै लगेर जानु होला फर्किँदाखेरि। किन भन्दाखेरि यो हाम्रो आफ्नो ठाउँलाई चाहिँ हामी आफैले सफा राख्नुपर्छ। अब चाहिँ हामी जामाचोबाट क्रमशः ओह्रालो झर्दैछौँ। यहाँ चाहिँ एकदमै जामाचो चाहिँ आउनै पर्ने रहेछ। काठमाडौँदेखि टाढा पनि होइन, लगभग अब 4-5 किलोमिटर, तर मजाको छ। भ्याली रहेछ देखिन्छ। अलिकति त्यो तुवालोले गर्दाखेरि मधुर तुवालोले गर्दा अलिक मधुर देखाएको छ। बिहान उकालो चढाइ पनि साह्रै धेरै पनि होइन, साह्रै कम्ती पनि होइन, एकदमै मजाको रहेछ। यहाँ आउनको लागि चाहिँ गाडी बाइकमा भन्दा पनि हिँडेर आउनुको मजा छुट्टै छ। गाडी चाहिँ आउँछ, तर त्यो शारीरिक रूपमा अलिकति कठिनाइ भए पनि हिँड्नुको मजा चाहिँ छुट्टै छ।
हिँडेर आउनु चाहिँ म सजेस्ट गर्छु सबैजनालाई मकै चपाउँदै अहिले हामी सुन्तला खाँदैछौँ के गर्दैछौँ सुन्तला लिँदैछौँ अघि पुगेको चाहिँ माथि हो जामाचो त्यहाँबाट चाहिँ लगभग 2 बजे पछाडि चाहिँ हामी झऱ्यौँ ओह्रालो अनि अहिले चाहिँ यहाँ एकछिन बिच बाटोमा सुस्ताउँदैछौँ हाम्रो फुपू पूजा छेमा पुरानो भाउजू पर हुनुहुन्छ एकछिन बिसायौँ है हामी एकछिन बिसाउँदैछौँ बसेको बेलामा अहिले चाहिँ मेरो साथमा चाहिँ मेरो साथी पनि अनि इलाम गुरुङ समाज काठमाडौँका अग्रज व्यक्तित्व अभिभावक अभियन्ता पनि भन्न रुचाउँछु र सामाजिक कामहरूमा एकदमै राम्रो चाहिँ उहाँको योगदान रहने गरेको छ मेरो भिडियोमा यहाँलाई स्वागत गर्न चाहे सर एकदम धन्यवाद हजुर तपाईँको ब्लग मार्फत सबैजनालाई मैले नमस्कार गर्न चाहेँ पछिल्लो चरणमा तपाईँको बसाइ युकेतिर भइराखेको छ अनि यसपालि सपरिवार आउनुभएको छ अनि वैवाहिक जीवनको शुभकामना पनि प्लस नेपालमा वेलकम पनि हाम्रो मातृभूमिमा हुन्छ थ्याङ्क यू वैवाहिक जीवनको शुभकामना त वर्षौँ भइसक्यो है तर पनि धन्यवाद प्रत्यक्ष मैले दिन पाइरहेको थिएन अनि विशेष गरी अब इलाम गुरुङ समाज काठमाडौँलाई चाहिँ अब होइन तपाईँको पहिला एकदमै धेरै योगदान रह्यो अहिले पनि रहिराखेको छ प्रवासमा रहेर पनि सम्झिदिइरहनुहुन्छ र आगामी दिनहरूको लागि तपाईँको शुभकामना सल्लाह सुझाव र इलाम गुरुङ समाज काठमाडौँलाई युकेमा बसेर कसरी सम्झिनुहुन्छ हजुर इलाम गुरुङ समाज स्थापना कालदेखि नै एकदमै सक्रिय रूपमा एउटा काम गर्दै आएको संस्थाको रूपमा म चिन्छु मलाई थाहा छ म पनि धेरै अगाडिदेखि समाजसँग जोडिएर रहेको छु र पछिल्लो समयमा अहिले यो तपाईँहरूको कार्यकाल हुने बेलामा चाहिँ अलिकति सबैजनाले देखिने गरी बुझिने गरी महसुस गर्ने गरी चाहिँ एउटा कामहरू भइरहेको छ गाउँसम्म यो कामको लागि चाहिँ प्रशंसा गर्छु र व्यक्तिगत रूपमा मलाई चाहिँ अब यो संस्कार संस्कृति सबैसँग चाहिँ एकदम नजिक हुन मन लागेको कारणले गर्दाखेरि रमाइलो राख्ने आफूलाई आनन्द हुने कारणले गर्दाखेरि चाहिँ म समाजसँग नजिक भएर काम गर्छु यसकै परिणामस्वरूप इलाम गुरुङ समाजमा पनि म अहिलेसम्म छु आगामी दिनमा पनि हुनेछु र सबैजनालाई समाजसँग एकबद्ध भएर काम गरिदिनु हुनको लागि आगामी पुस्तालाई पनि म चाहिँ एकदम अनुरोध गर्छु हाम्रो सिनियर सबैजना त सधैँ हुनुहुन्छ त्यही कारणले त हामी यहाँसम्म छु भन्न चाहन्छु यो चाहिँ हाम्रो टोली है गाइस हाम्रो टोली है गाइस हाम्रो टोली एकछिन सुसायौँ अनि त्यस पछाडि फेरि रिफ्रेस भएर हामी अब तलतिर झर्दैछौँ तल गएको पछाडि खाना बनिरहेको छ हामी 39 जनाको लागि थ्याङ्क यू ए ओह्रालोमा त अलिकति गाह्रै हुन्छ हजुर त्यो हाम्रो शरीरको वेट सबै खुट्टाले धान्नु पऱ्यो नि त हजुर खुट्टा दुख्नु थाले है अब बिट मार्न खोज्दैछौँ नि अब हामी बिट मार्न खोज्दैछौँ चिकन राइसले बिट मार्ने हो बिनाको ब्लग फेरि यसो गर्दा गर्दा भरे गल्टाङ गुल्टुङ भएर साली तल पुग्यो किरण भाइ फुपू कतिको दुख्दैछ फुपू खुट्टा छिट्टै देखेको छैन है त्यही त एकदम होइन बिस्तारै हिँड्नुपर्छ ओह्रालोमा सबैलाई गाह्रै हुन्छ त्यही पनि मजाले हिँडिरहनु भएको छ फाइनल्ली हाम्रो सकिएको छ यात्रा पदयात्रा
खाना खाने ठाउँमा आइपुगेको छौँ। अब यहाँ एकछिन अलरेडी हामीले बिहानै माथि नै खाना अर्डर गरिराखेको थियौँ, खाना खान्छौँ। अब हामी खाना खाने हेर्ने क्रममा हामीले पनि बिहान अरू मान्छेलाई वेट गर्दा गर्दै हेरेको हो नि त दाइहरूले यहाँ भाइहरूले कम्प्लेन छ कम्प्लिमेन्ट आयो है यमुना कम्प्लिमेन्ट अघि मैले दुश्मन हेरे हेरे भनेछ दुश्मन हेरेको हेरे अध्यक्षज्यू हजुरलाई के ल्याइदिउँ एकदम ठिक छ ओ अरू के थप्ने कुरा के तरकारीहरू मैले मगाइदिन्छु ल मलाई हजुरलाई के थप्दिउँ मलाई त तरकारी चाहियो भात पनि चाहियो खाना पनि चाहियो है खाऊ 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 दाजु आएको छैन नि म लिएर आउँछु अब नमस्कार फुपू नमस्ते मेरो दर्पण गुरुङ अफिसियलमा युट्युब च्यानलमा तपाईँलाई स्वागत छ थ्याङ्क यू अनि आज हामी चाहिँ एकदमै खुसी छौँ अब फुपूसँग यो यति लामो 4 किलोमिटर लामो उकालो बाटोको चाहिँ हामीले यो यात्रा गर्न पायौँ पदयात्रा अनि फुपू त्यस्तो उकालोमा पनि एकदमै राम्रोसँग हिँडेर अनि यहाँ फेरि हिँडेरै फर्किनु भयो त्यो हामी सबैको लागि प्रेरणा पनि भयो अनि आजको यात्रा अनि इलाम गुरुङ समाजले आयोजना गरेको यात्राको बारेमा छोटो मिठो केही भनिदिनुहोस् न फुपू तपाईँलाई कस्तो लाग्यो के अरू साह्रै यात्रा साह्रै राम्रो यस्तो यस्तो कार्यक्रमको आयोजना गरिरहनु नानीहरूले है हामीलाई नि सहभागी राम्रो जनाउने गरेर बुढाबुढीलाई पनि समेट्ने गरेर है बुद्ध भगवानको ठुलो तीर्थस्थलसम्म पुगेर आयौँ साह्रो राम्रोसँग गएर आयो नानीहरूले मलाई साह्रो राम्रो गरेर कुराहरू ल्याउनु भयो एकदम धेरै धन्यवाद आउने दिनहरूमा यसरी नै हिँड्न पाऊँ नानीहरूको एकदम साथ सपोर्ट है मलाई साह्रै राम्रो लाग्यो फेरि पनि यसरी हिँड्नु पाऊँ नानीहरूलाई शुभकामना यो भ्लगमा एकदम धेरै भ्युज आओस् दुई भाइको धन्यवाद फुपू यात्रा पुरा गर्नु 8 किलोमिटर भयो टोटल है पुरा गर्नुभयो हामी एकदमै धेरै खुसी छौँ फुपू थ्याङ्क यू मेरो नानीहरूलाई एकदम धेरै आशीर्वाद एकदम धेरै शुभकामना सधैँ यस्तै गरेर हिँड्न पाऊँ सुख शान्तिको साथ है तीर्थयात्रा गर्नुको राम्रो ठाउँ घुम्नु लानु है फेरि हजुर हुन्छ हस् थ्याङ्क यू फुपू दाइ हुनुहुन्छ इलाम गुरुङ समाज काठमाडौँका उपाध्यक्ष एकदमै हाम्रो अभिभावक अनि इलाम गुरुङ समाजका चाहिँ अभियन्ता पनि हुनुहुन्छ आजको यो पदयात्राको आयोजकमा दाइले एकदमै ठुलो भूमिका खेल्नु भएको छ आजको यात्रा समग्रमा छोटो मिठो कस्तो रह्यो दाइ आज एकदमै रमाइलो यात्रा भयो तीर्थयात्रा हाम्रो इलाम गुरुङ समाजले आयोजना गरेको अनि पदयात्रा प्लस तीर्थयात्रा दुइटै एकदम सम्पन्न भयो सबैजना आइदिनु भयो है एकदमै खुसी छौँ धेरै रमाइलो भयो हिँडाइ राम्रो भयो अब आज आउन नसक्नु भएकोलाई अर्को यात्रामा अर्कोमा समेट्ने गर्छ धन्यवाद दाइ हजुर बाई माइजू बाई बाई हजुर बाई ल सबै यात्रा है राम्रो भयो नि हो दामी भयो माइजू रमाइलो भयो नि ल राम्रोसँग जानु होला चन्द्र दाई बाई भाउजू बाई 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 मजा भयो है पछि फेरि भेटौँला बाई आउन बाई राम्रोसँग जानु होला शोभायात्रा है पछि भेटौँला नि ल बाई बाई बहिनी अब हामी जानुपर्छ है बुबु अब जानुपर्छ है हामी ल ल अब चाहिँ हामी घर फर्काउँदैछौँ आजको पदयात्रा एकदमै रमाइलो भयो र अर्को भिडियो लिएर चाँडै आउनेछु यहाँहरू सबैको हरपल शुभ रहोस् थ्याङ्क यू सो मच यो भिडियो यहीँ राख्न चाहन्छु